भेनाजु भान्जाले भनेको चाहिँ सबै कुरा मिल्यो, तर बिहे अगाडि चोखो छ कि छैन भनेर चेक त गर्नु पर्यो नि। ढाड फुस्किने गरेर फुक्क लाताले हानिदिन्छु अहिले। यस्तो कुरा पनि कहीँ चेक हुन्छ? हुन्छ नि, जब मोबाइलको चार्जर किन्दाखेरि त चेक गर्नुपर्छ भने अहिले त यहाँ मान्छेको जिन्दगीको सवाल छ, चेक गर्नु परेन? अब केटी र चार्जर एउटै हुन्छ? नखरा त। भेनाजु कुरा एउटै हो के? मोबाइलको चार्जरले मोबाइल चार्ज गर्छ भने यिनले भान्जालाई चार्ज गर्छ। पछि गएर भान्जाको ब्याट्री खराब भयो भने त्यसको जिम्मेवारी को? के रे मलाई चेक गर्ने?